एमालेका अध्यक्ष केपी ओलीको बुद्धि फिरेको छैन, चेत आएको छैन। अहिले पनि भन्नुहुन्छ झोला तुम्बी बोकेर कहाँ हिँडिरहेका छौ, बाटोमा बाट अपमान गर्ने बाहेक अरू केही पनि जाने छैन। त्यसो हुनाले त्यस्ता व्यक्तिको सामु लम्पसार पर्न कसैको मन छ भने अब त्यस्ताले त राम राम गर्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। त्यसो हुनाले तपाईहरुको मनमा जिज्ञासा होला, कतै भेटघाट गोप्य रूपमा भयो कि भनेर। गोप्य रूपमा भेटघाट भएको भए अहिलेसम्म एउटा राम्रो नरेसन भएर आइसक्थ्यो। रुँदै आएका थिए माधव नेपाल। मैले रुमाल निकालेर चट्ट आँखाको आँसु पुछिदिए। झन्डै खुट्टा समात्न खोजेका थिए। मैले त जुरुक्क उठाएर अँगालो पो मारे। यस्तो प्रवृत्ति बोकेको मान्छे प्रचण्डजीसँग 42 सालदेखि मेरो सम्बन्ध हो भने 29 सालदेखिको सम्बन्ध हो केपी शर्मा ओलीजीसँग। तर यसका बावजुद पनि म के चाहन्छु भने उहाँको मति सप्रियोस्। मेरो केही आग्रह पूर्वाग्रह उहाँप्रति छैन। मान्छे सुध्रिन्छन् सप्रिन्छन् भने तपाईहरुलाई मैले पटक पटक भनेको छु, रत्नाकर डाकु यदि वाल्मीकि हुन सक्छ भने हुन नसक्ने कुरा केही पनि छैन। तर यस धरतीमा कोही जन्मेको छ, उहाँलाई सुधार्ने मान्छे छ भने आउनुहोस्, हात उठाएर बताउनुहोस्, म विशेष कामको जिम्मा दिन्छु। सुधार्ने कामको जिम्मा, सुधारेर ल्याउने कामको जिम्मा। त्यसो भएको हुनाले अब म धेरै यस बारेमा भन्न चाहन्न। छलफल चल्दै जाँदाखेरि तपाईहरुका जिज्ञासाहरू छन् भने भन्दै जाउँला।